खै हाम्रो बाउको यार ट्रेनिङ बवाल छ यार, हाम्रो बाउले बवाल ट्रेनिङ दिने हो क्या दाइ, डेन्जर ट्रेनिङ दिन्छ क्या दाइ। मलाई होइन काम नसिकाउने उसले, खटाउने चाहिँ खटाउने बेसकन होइन, गोरु जोत्ताइ हान्ने, तर रियल त्यहाँनिर मलाई त्यो कामको भ्याल्यु देखाइदिने के यो चिज चाहिँ अलिकति खतरा हो। जस्तै काँटी ठोक्नु बवाल हो, अनि त्यहाँनिर धुलो सोर्नु चाहिँ अलि तोरी काम हो, यस्तोसम्म पनि बुझ्ने खालको मलाई अब काँटी ठोक्नु छ यस्तो भाइब्स ल्याइदिने क्या। मलाई चाहिँ जहिले पनि डाउनमा राख्ने, जहिले पनि के तलको कामहरू मात्र दिने के, धुलो सोर्ने होइन, अनि बढाल्नु पर्ने होइन, अनि त्यो मेसिनहरूको त्यो सामानहरू टिप्नु पर्ने, अनि खालि त्यो धारहरू लगाउनु पर्ने, त्यस्तो खालको दिने क्या जहिले। अनि अरूले त हेर्दाखेरि त खतरा खतरा हानिरहेछ, बुट्टा सुट्टा हान्ने मेसिन चलाइसक्यो होइन, आफूले त छुन पाएको छैन। त्यसले चाहिँ के दिँदो रहेछ कि भन्दा एउटा क्युरियोसिटी दिने रहेछ क्या, म पनि अब त्यो गर्छु भन्ने खालको क्या। त्यो चाहिँ त्यो ट्रेनिङ चाहिँ त्यो खालको भाइब चाहिँ मलाई बवाल लाग्यो। बाउले त्यो अन्डरस्ट्यान्डिङ गरे हो कि न मलाई पेलाइ हो थाहा छैन, तर त्यो एउटा दामी भ्यालुएबल खालको पेलाइ रहेछ, दरो पेलायो बाउले। जस खुसी लाग्छ मलाई त्यो सम्झिँदाखेरि। मैले सानैदेखिबाट यो दुःख सुखमा भिज्न पाएँ जस्तो लागेर एउटा दामी लाग्छ। मैले त्यो गरेँ, बुवाले फर्निचरमै हान्न लाग्यो।